अन्धेरोमा जुन छाउन फेरि एउटा गीत गाएर ढिलो भइसक्यो। हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। सो गाइस, आज चाहिँ बिहानै र्याङ्कोट लगाएर कता गएको भनेर सोच्नुहुन्छ भने आज चाहिँ म चाहिँ हाम्रो खेतको रोपाइ छ आज चाहिँ होइन। काका बिहान 4 बजी आएर चाहिँ अब बिहाड गरा उखाल्नु थालेको। 4 बजी त म त उठ्दिनँ पनि, अहिले चाहिँ उठेको 7 बजीतिर भनौँ न होइन। अन्त चिया खाएर खेतमा झरेको छु। अनि आज चाहिँ रोपाइ छ विशेष हाम्रो। हाम्रो काकाले ड्याङ बिउ काट्दैछ। लगाइस हेर्नु ल, यहाँदेखि लिएर यहाँसम्म काकाले काटिसकेछ बिउ। हाम्रो गाउँमा चाहिँ काकाले दामी बिउ काट्छ नि त कि। अन्त उखालाई पनि फेरि स्पिड त्यतिकै हो, उस्तोले त भ्याउँदैन हाम्रो काकालाई। खतरा छ, खतरा, कडा छ, कडा। लु काका उखाल ल्याउ त 100को स्पिडमा एकपल्ट। लु हेर, लु साथी दसैँ यतिको स्पिड हाट चाहिँ कसले चलाउँछ? लु गर्छ। खतरा हाम्रो काका। ल गाइस, म पनि यहाँ धानको बिहाड उखाल्नु हल्का काकासँग ट्रेनिङ गर्दा अलिकति चाहिँ सिकेँ होइन। धानको बिहाड मैले पनि धेरै उखालेँ साथीहरू। अब एउटा हातले क्यामेरा पक्रेर एउटा हातले त कसरी उखालेको देखाउनु तपाईँलाई। ल त गाइस, फाइनली हामीले बिउ चाहिँ काटेर सक्यौँ। काका र मैले कम्प्लिट भयो होइन। टाकटुक जम्मै काटेर चाहिँ बिउ सिउ उखालेर चाहिँ रेडी गऱ्यौँ। अब दिउँसो हली आउँछ, रोपाइ हो, रमाइलो आली लाउने खेतला असारमा फ्याउरी त्यही हो होइन। अस्तिको भिडियोमा तपाईँले धेरै राम्रो हेर्नुभयो, सपोर्ट दिनुभयो। अब यो भिडियोलाई पनि धेरै जग्गामा हेर्नुहोस् ल। म ब्याक क्यामेरा देखाउँछु हामीले बिउ चाहिँ कति उखालेछौँ भनेर है। ओ परदेखि आएको यहाँसम्म तर बिउ चाहिँ बेसी हुने रहेछ, कति छैन होइन। बिउ बढेर धेरै लामो भएछ। यसलाई चाहिँ अलिकति टुप्पी काट्नुपर्छ अरे भन्ने भनाइ सुनियो। लामो बिउको चाहिँ टुप्पा चलाइदिनु भन्नु, मेलो बिग्रिन्छ। सो गाइस, अहिले भने चाहिँ म खेतमा आइसकेको छु। बिहान चाहिँ पानी परिरहेको थियो, देख्नु सक्नुभयो तपाईँले। अहिले भने चाहिँ पानी रहेन, खानासाना खाएर अब टक्क खेतमा हेरेछु। यहाँ दाजुले 2 गरा जति सेकेर कम्प्लिट पनि गरिसकेछ। यो चाहिँ हिले रोपाइ हो नि त, किनकि पहिल्यै आली रहनु पर्दैन। सो अब यतिकै आली लायो, यतिकै चलायो होइन, यतिकै रोप्यो होइन। हिले रोपाइ भन्छ यसलाई चाहिँ। अगाडिदेखि प्रिपेयर गरेको माटोहरूमा चाहिँ अब आली पहिल्यै लगाएको हुन्छ होइन। सो त्यसलाई चाहिँ अब पहिल्यैदेखि उयो गरेर त्यसमा दाँते साँते लाउँछ होइन, के हुन्छ। यो चाहिँ हिले रोपाइ भन्छ है गाइस ल। यसलाई चाहिँ हिले रोपाइ। अन्त यो चाहिँ डाइरेक्ट अब जोत्यो, डाइरेक्ट आली लायो, डाइरेक्ट रोप्यो है। एकै दिनमा सबै काम हुन्छ भनौँ न। अब चाहिँ पहिला आली लायो, फेरि बादमा त्यो हिलायो, फेरि जोत्यो, त्यस्तो गर्ने हुन्छ नि त है। तर यो चाहिँ होइन, यो चाहिँ डाइरेक्ट हुन्छ। लगाइस, म चाहिँ अब यहाँ आइसकेको छु। सो काम गर्नुहोस् न, काम गर्ने मान्छेहरू भएको छैन। किन नआएको यति बेलासम्म? ढिलो भइसक्यो। के गरेको हो केटाकेटीहरू तिमीहरू? के गरेको के? अन्धेरोमा जुन छाउन फेरि एउटा गीत गाएर एउटा गीत हो फेरि। छिटो न, के को गीत गाउँछ? अहिले गीत गायो त अन्त त्यसरी गीत गाउन। छिटो न हौ। लगाइस, यहाँ काकाको गीत सुनिदिनु होला तपाईँहरूले। छुट न। ए मान्छे त दाजुको मनले गर्छ आफै। अहिले यहाँ काँडा पछाडि दुखेको बेला फेरि गरम छ गाइस। म चाहिँ एकछिन घर आएको थिएँ, किन भन्दाखेरि मैले एउटा भिडियो अपलोड गरेको थिएँ क्या। त्यसको थम्बनेल अनि ट्याग डिस्क्रिप्सनहरू मिलाउँथेँ क्या। त्यही कारण म घर आएको थिएँ। त्यसलाई चाहिँ कम्प्लिट गरेँ। अब फेरि म खेततिरै झर्दैछु, किनकि काम गरिरहेको छ नि त होइन। रोपाइ कति सक्यो देखाउनु पऱ्यो नि यसो तपाईँहरूलाई। ल हेर्नुहोस् है गाइस, ल म देखाउँछु। ल गाइस, फाइनली सक्नु आँटेछ हो। दाजुले जोतेर यहाँ माथिसम्म ल्याएको छ।
ऊ पर दाजुभाइहरू काम गर्दैछ जोड्दै फ्याक हक्का ल गाइस फाइनल्ली रोपाइ चाहिँ सक्नु आँट्यो कम्प्लिट हुनु आँट्यो अब एक गरा छ होइन त्यो सकेर सबैजना आउँछ म चाहिँ घरतिर लागेको ए चप्पल चिप्ल्यो उफ गरम कहाँ गएको तिमीहरू चाहिँ ल गाइस आजको भिडियो एकदम छोटो भिडियो बनाएको थिएँ किनकि सर भिडियो रोपेको भिडियोहरू देखाएन किनकि पहिला पनि मैले भिडियो बनाएको थिएँ होइन सो त्यही हो गाइस घरकै रोपार्थेर घरकै रोपाइथेर भन्दै भिडियो गरेको अनि ल आजको भिडियोमा यति नै सबैजनालाई